हामी यता अहिले चाहिँ तल गाजीघाटतिर जान्छौँ तपाईँलाई सक्नुहुन्छ है यता बोका सोका लिएर टोली माथिसम्म यहीँबाट झर्नु न देख्न सक्नुहुन्छ है अब हामी चाहिँ यता गर्न सक्छौँ हाम्रो एउटै घरको टोली हो एउटै खाल यही त घर खाल एउटै त हो नि टोली हो देख्नु न अब चाहिँ हामी टोकला जाँदैछौँ यता एउटा हातमै बोको दुईवटा बोका छन् त्यहाँनिर अरूहरू छन् अनि यता देख्न सक्नुहुन्छ त्यही भएर चाहिँ म अलिक यस्तै गर्दैछु रमाइलो उताबाट पनि भेला भइसक्नु भएको छ है देख्न सक्नुहुन्छ टोकला उताबाट गाईहरू काका हजुरभाइहरू आउनुहुँदैछ हाम्रो टोलीबाट यहाँ झरेको छ दुईवटा टोली यता हाम्रो टोली हो है देख्न सक्नुहुन्छ हाम्रो बाजा गाजा सहित अगाडि लाएर हिँड्दैछौँ यता दाई हो हाम्रो उता अङ्कलहरू चाहिँ हाम्रो हजुरबा है अनि यिनले अहिलेसम्म सबैलाई मिस्टी आएको पालो देख्न सक्नुहुन्छ है अब हामी चाहिँ टक्कला गाजीघरतिर जाँदैछौँ देख्न सक्नुहुन्छ है साथीहरू टक्कला आउनु होला आज हाम्रो दिवाली हुँदैछ हाम्रो टोली चाहिँ ठक्क गाजीघरमा भेट हुनु लाग्छ उताबाट नि भेला भयो जस्तो छ अनि यता यता पनि देख्नुहुन्छ हामी चाहिँ टक्क लाएर यता आइसकेका छौँ हाम्रो भाइ हो सान्दाको छोरो के छ केटा मन यसो डेन्जर छ भाइ छोड्न तँ के आइज कि मलाई पैसा आइजान्ने त्यस्तो हुन्छ क्या तँ ल साथीहरू आज चाहिँ हामी यता देवाली कुल पूजा गरिरहेको छौँ यता सबजना हेर्नुहुन्छ शेरबहादुर दाइ यहाँ हुनुहुन्छ यसो के भनिदिनु पर्यो दुई चार शब्द यसको मालाजी बारे यसो के भनिदिइरहेको मेरो दाइहरू तेरो पास भन्ने भन्नु न हेर्नुहोस् है हाम्रो चाहिँ अब कालीबाट खड्का कुल पूजा बाबामा पहिला पुर्खादेखि उहाँले धान ल्याउनु भएको रहेछ बिचमा अलिक विदेश जानुभयो त्यतिखेर अलिक कसले गरेर दाइले धान्नुभएको होइन अहिले चाहिँ उहाँले आफ्नो पहिला चाहिँ धान ल्याएको कुरा अहिले गरिराख्नु भएको छ है हो कि होइन भनिदिनु त यसो हो उहाँ बिहान गाउनुहुन्छ उहाँले पनि हो भनिसक्नु भएको छ अब यो उहाँले आफ्नो खट्नु भएको छ अरूले पनि आफ्नो तरिकाले उता खटाउनु भएको छ यता है अब तपाईँहरू पनि टोक आउनु होला यहाँ घिउ छ पिठो उहाँ बाबा पाक्दैछ अहिले चाहिँ अब यहाँ टिको लाउने भइरहेको छ है अहिले अब टिको लाउनतिर गर्दैछौँ हुनुहुन्छ छुटपुट छ भने अलिक गर्नु भएर होइन टिको लगाइसकेँ मैले पनि है मैले पनि टिको लगाइसकेको छु अब यता आमा लगाइसकेँ के छ भाइ रमाइलो छ नि होइन ल रमाइलो गर्नुपर्छ है टिको लगाएर माथि बाजा बजाउने मित्रहरूले बाजा बजाइदिनु होला यहाँ हाम्रो पुण्यमको काम भइरहेको छ यतातिर नि काम युवा भाइहरू त्यो बस्नु पर्यो क्या के भन्नु न केही काम पर्यो भने भन्नु पर्यो भने फेरि होइन हामी त्यही छ त केही काम पर्यो भने एकचोटि संसारको दुनियाँ सम्झिनु मात्र न धेरै समयपछि डाँडातिर माल चलान गरेन यहाँसम्म होइन हुन्छ नि
हाम्रो चाहिँ अब सबभन्दा हाम्रो उसले देवाली गर्ने मात्रै सबभन्दा ज्येष्ठ नागरिकहरूमा तिनजना हुनुहुन्छ है उहाँहरूलाई सम्मान गरेका छन् सबैजनालाई ल ड्याङ 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 अब यसमा त लास्ट थियो त्यो बाटो छोड आज धेरै छिटो हो नि पानी यहाँ भाइलाई पानी हाल्नु पानी अनि त म त काम पर्यो हाम्रो उयो खाने ल मुलुको नि माने हो यति छ नि यी चाहिँ हाम्रो बगाउने साथीहरू म हेर्दैछु म चाडा बोकाउन चाड हाम्रो बोकाउने साथीहरू एउटा मानो ल साथीहरू एउटा चाहिँ मान्छे हाम्रो बोका लास्ट तर्स रहन अलि शीतल मान्नु पर्दैन रोशनी बोकाएर धकेर यतापट्टि शीतल थियो उता कुन मानो यो मानो पुरै हलिनुपर्छ हाम्रो रोल त छोड्दैन नि त जिउ पनि हलाउनु पर्यो परमेश्वर ल परमेश्वर जिउ सिउ यसो गडगडा मनबाट मान्नु पर्यो कसलाई चाह चाहन्छ फेरि एउटा माई छ उ त तल्ला छ यो मूलबको कि त उनको त्यही मागी छ मान्छ किन नभन्नु यस्तो गर्मी छ अनि शीतल मान्थ्यो नि त होइन हुन्छ केही छैन अब भइहाल्यो त्यो त मानेको माने हो एउटा मान्छे साथीहरू यस ल अब चाहिँ माने फाइनली हाम्रो चाहिँ सब मानिसक्यो सक्यो म चाहिँ लागेँ साथीहरू गाजीहरूको मूल्यबाट हामी कन्ट्याक्ट गर्नुपर्छ
सबै बन्धुहरूको बधाई दिनु छ त्यसरी म रोइकन होम कन्भेन्सन बनाउनेछु त्यसपछि टङ्कबाजीहरूको इन्जर रहेको छ मौका पनि मौका पाइराख्नु हाँस्नु होला मूल भएको त्यहाँ घुमाउने मान्छेलाई उठाइहाल्नु है पर्छौ एउटा जग चाहिन्छ क्या यो पानी हाल्ने त्यसमा जग चाहिन्छ त एउटा जग उपलब्ध गराउ त होइन यहाँ अर्को नि चाहियो अर्को जग नि उपलब्ध हेर्नु त जग हेर्नु नि दुईटा मात्रै ल्याएको छु हामीले के भन्छ हामीले भन्दा मिलेको पछाडि गोपाल घरका कुरामा गएको त्यसको बनाएर फुलाएर अमरबहादुर घरका कुरा कृष्णबहादुर घरका कुरा गाउँ सानी नानी यता कृष्णबहादुर घरका कुरा गाउँ गणेशबहादुर घरका कुरा गाउँ दिलीबहादुर घरका कुरा गाउँ यहीँ गर्छ त घोडिया खिचिरहेको धामीलाई चाहिँ हालौँ है धामीलाई अरूलाई भन्दा नि यति हो यति लास्ट हो लास्ट लास्ट हो होइन होइन अरे होइन होइन भन्छ विसर्जन हो त्यही त ओ विसर्जन होइन ल है ल विसर्जन विसर्जन हो साथीहरू सबैजना आउनु होला यो विसर्जन हो
अरूलाई नि हान्नु न त्यो उसलाई कि ओ पुजारीलाई भइहाल्छ नि किन हुँदैन पुजारी नि मान्छे हुन्छ सकिएको छ साथीहरू फाइनली हाम्रो दिवाली सकिएको छ ल भाइ के छ भन्दै दिवाली समापन गरियो है साथीहरू पोका काटेर ठ्याक्क समापन भयो है फाइनली हामीले चाहिँ अब 3 वर्षमा एकचोटि आउने सकिसकेको छ फाइनली यता भान्से टोलीले यता आफ्नो काममा खटिरहनु भएको छ यता चाहिँ अब भइरहेछ केटो टक्कर विषय भइरहेछ होइन अनि टक्कलर उता यता पनि कुरो लागेको छ उतापट्टि डाँडामा मान्छे उपस्थित टन्नै छ भन्नु पनि अलि ठिक छ र यता चाहिँ होइन अनि अब त्यही हो साथीहरू सबजना छुटपुट कोही हुनुहुन्छ भने यसो आउनु होला टक्क लाएर केटाहरू मनाउँदैछन् यता पनि भइरहेछ है 3 वर्ष दिवाली सकिएको छ आज समापन भइसकेको छ यता पानी तात्या यता छोली टोली छ यता हाम्रो मालाजी टक्क लाएर आफ्नो काम सकेर यता गर्नुहुन्छ यतापट्टि भइरहेछ अब फाइनली सक्यो साथीहरू दिवाली चाहिँ सक्यो दिवाली चाहिँ त गरेका छौँ 3 वर्षलाई ढुक्क छ अब जाउँदा तलैसँग पुग्छ हजुर तर अहिलेसम्म त्यो एकचोटि नराम्रो भयो त्यहाँदेखि भएको छैन भने हाम्रो नि एकचोटि बिग्रियो यहाँ अब सिकाएका नि मलाई आफ्नो पुर्खाको रीतिरिवाज नबिर्सेका होइन कि के त